नमस्ते, म चाहिँ मामाको भान्जी हो। भगवान का दिया हुआ सब कुछ है, दौलत है, शोहरत है, इज्जत है, सिर्फ एक तूफान की कमी थी, शैतान ने पूरी कर दी। लगता है दुनिया भर के सारे प्रॉब्लम को किसी ने अपना ही पता बता दिया है। अरे भाग। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। कैसा लगा मेरा मजाक? म त ढले केटा अब त यार थैट और गर्मी भयो यार कसम ठाउँमा आइदियो है ल 1 के पुग्यो भने गाइस मैले हक दिन्छु रे ल यार ए माद हेलो नमस्ते सबैजनालाई, के छ तपाईँहरूको आइपुगिसकेको राम्रै होला होइन। अनि आफ्नो लगाउँदा फेरि पनि भिडियो बनाउँदैछु अनि त्यही हो। अनि आजको भिडियो पहिला जस्तै ड्राई पिकनिक भनौँ न, सानो केटाहरूसँग लास्ट मेमोरी भनेर जाँदैछौँ हामी कर्लाबास फेरि पनि। यो अहिले चाहिँ म घरै छु अनि केटाहरू पर्खिएर अहिले चाहिँ कतिखेर आउँछन् हेरौँ। अनि त्यसपछि सबै सामानहरू जुटाएर जान्छौँ है त हामी चाहिँ। A few moments later. लाको होइन सबै केटाहरू आइसकेको छन्। ए लास्ट जाउँ त गाली गर्दैन। यसैले ढिलो गरेको 12 बजिसकेछ अहिले चाहिँ। ए भाइ पुच्चे मलाई नभने अस्तिको पालोमा नि यही दुईटा छुटेको यो र यो। अनि अहिले त हामी सबै अरू त सबै कहाँ गयो त? चल रोहन म टाक्ला भनेर त्याएको क्या हो। चल अब चाहिँ यहाँ सामान किन्नुपर्ने हुन्छ होइन। सामान लिएर ल जानियो अब म पनि अब हल्का बाहिर हामीलाई छिटाउने त ल। नमस्ते, म चाहिँ मामाको भान्जी हो। सोल अहिले छ होइन सामानहरू सब लिगिसकेको अनि हिँड्नु लाग्यो। अहिले चाहिँ हिँडिसक्यो हो, बाटोमा छ। कति लाग्छ यहाँ जान पनि छ। ल यता हाम्रो रोशन भयो, पूर्ण, रबिन, सुमित मिताउ अनि अविनाश भाइ है त। ल अस्ति भर्खर गएको चाहिँ रबिन, पूर्ण, म र सुसन भाइ थियौँ। अनि ऊ चाहिँ सुसनको साथी। ल यही छ यार मासले आइज त म 5 गाडी छ फेरि अड्केलास भाइ यही पुड्क्यो ए माद यार मोमो केटा हो मोमो। कस्तो यार कस्तरी हेरेको रिमोट यस्तरी हेर्छ यार। म त हान्न आयो क्या, म भागेको त मिताउ पनि भागिदिइरहेको सँगै। त्यहाँ हेर्ने एउटा पागललाई भाग्यो फेरि। अहिले नुहाउने ठाउँभन्दा पहिले सुरुमै उत्तानै पर्छ नि अरे। सोला अहिले त बल्ल जङ्गलमा छिरेको छौँ हामी चाहिँ होइन। केटाहरू पछाडि आउँदैछन्। हैट यार कस्तो गर्मी भएको यार। यस्तो चर्को घाम छ यार। यार गुलियो हुन्छ कि तर्रो ए यार मिताउले मेरो मोबाइल लाग्यो त एउटा मेरो पुग हेरे मिताउ मोबाइल देबु ओए आउ जाऊ न त्यहाँ सिसा थियो के अस्ति याल से पाल्नु मोबाइल वा देबु ताने कन्टेन्ट बनाउनु लास्ट चप्पल पाउ फुलुलै जानु होला मिताउ फेरि बाँदरको लट्ठी।
अहिले बल्ल बल्ल यहाँ जङ्गलको बिचमा आइसकेको छ भने चाहिँ होइन अझै लाग्छ टाइम कति यार म चाहिँ लास्टमा छु अहिले त हिँड्नै सकेन म त केटाहरू अगाडि हिँडिसकेछ सबै ब्याग अलि भारी छ यार केटा मेरो त कसले बोक्छ अब ठिक छ ल है यसको उस बनान बरु के बनाउँथ्यो नि त्यहाँ पहिला बनान भन ब्याग चाहिँ रबिनले बोकेको छ लाज गरुङ्गो छ त्यसमा खरबुजा पनि छ त्यही भएर गरुङ्गो भएको छ खरबुजा हल्का चिसो भएको थियो त्यहाँ लिएर जानुभन्दा उस चाहिँ डिफ्रिजमा कहाँ अड्दैन पानीमै हालिदिने हो ऊ पनि स्प्राइट पनि ल यहाँ चाहिँ चिउरी रहेछ न सब काठ त्यस्तै रहेछ ए झऱ्यो झऱ्यो पाके छ पाके छैन बे चिउरी यता मान्छे बोले जस्तो लाग्थ्यो यार चिउरीलाई पुरै चिउरीलाई उस गरे ए त्यो के अरे मौवालाई चिउरी बनाइदिनु के हो रहनु के रातिमा मौवा र चिउरी चिन्दैन मलाई सिधा चिउरी बनाइदियो अनि यार भन्ने बनाइदियो अनि अरे कहना क्या चाहते हो म भन्दा धेरै यही रबिन आयो यार वा यो हेर न केटा हरिफ देखिन्छ भने यो फुल राम 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 राइट गर्मी भयो यार बेल खोज न केटा बेल छैन मैले बेल भेट्टाएँ त है ल फुट्दैन त खै त्यो त्यसको टोक्न हरिफ मजा आउँछ है भित्रको यार त्यो होइन ऊ त्यसको भनेको हात पस्नु पहिला यस्तो गर्मी छ यार ए रनमती अब के गर्ने त होइन यस्तो गर्मी छ यस हिँड्नै पर्यो हामी चाहिसक्यौँ है यता छ भगवानकै पुगेपछि बरघाटै बरघाट साइकल अटो एकरा ल कहाँ जाने यो ल यहाँ अटो रहेछ है ओए जाम केटाहरूले 1K सब्सक्राइब पुगेपछि फेरि पार्टी गर्न जाने भने कहिले पुग्ने हो तर खै ल सबले ल के ल भन्दै केटा ल पर्यो अर्को भ्लग आउँछ फेरि ल ल 1K पुग्यो सब्स्क्राइब गरिदिनु पर्यो छिटो ल 1K पुग्यो भने म कन्नाङकै आउँछु ओके गट्टु खोलेर हिँड्छु रे ल जाम भन हक्दिन्छु म बल्ल भर्लाबाज भन्ने ठाउँमा आइदियो है ल 1K पुग्यो भने गाइज मैले हक्दिन्छु रे ल हक्दिन्छु मैले ल अब बल्ल अब यही बाटैबाट जानुपर्छ 1 घन्टै लाग्छ होला अझै है बल्ल यहाँ आइयो सास फेर्न पाइयो यार अलि अझै माथि पुग्नु पर्ने हुन्छ हामी चाहिँ त्यसपछि कहाँ मिल्छ नुहाउन कहाँ नि मिल्छ अब पकाएर खान त्यही बस्छौँ है त ल अलिकति निकालिदिनु त ल घोचे नि यार खुट्टामा मासला
ठुलो है कोच यार जाऊँ ल राइट लेट्स गो यार मैं जंगल में मंगल के दम भाग छिटो भाग भगवान का दिया हुआ सब कुछ है, दौलत है, शोहरत है, इज्जत है, सिर्फ एक तूफान की कमी थी, शैतान ने पूरी कर दी। लगता है दुनिया भर के सारे प्रॉब्लम को किसी ने अपना ही पता बता दिया है। अरे भाग यार। आउँदै हिँडिसकेछ नि यार ठैट रहा नहीं जाता, तड़प ही ऐसी है ना। ल आज हामी चाहिँ 6 जना मात्र भयो हैन। अब केटाहरूलाई नि भने नभने त हैन, अब कोही भ्या नभ्याएको पनि होला, कसैले रेस पनि दिएन, तर हामी 6 जना भयो नि आएको हामी चाहिँ आज। सो ल हामी चाहिँ अस्ति पनि आएको थियौँ यहाँ, त्यही हो। अब केटाहरूलाई नसम्झेको पनि होइन, सम्झेको अब नआएको पनि होइन, कसैले म्यासेज नि गरेन, कसैले अब नभ्याएर नि होला। ल अस्ति चाहिँ यहीँ आएको हामी 4 जना दाइहरूसँग आएको थियौँ हामी चाहिँ। आज केटाहरूसँग मास्तिरी पुग्ने भनेको जाम ल। आमा आशाले बुढा ठोक्कियो, बुढा ठोक्कियो यार। अहिले त पानी चाहिँ रहेनछ जस्तो त, माछा त छ यार। घुँडा ठोक्किने नराम्रो तालले यार। लेट्स गो। या माउन्टेन क्लाइम्बर, ये राम 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 राम। यहाँ आइज न मोटे, आइज न। थट दुईटा हात युज गर्न मिल्दैन। छिराइज त, म पानीमा नडुब्ने भनेर हो के अरे यार। मासाले त मलाई त धन्न धक्कालेन, उल्टे तान्नेन धन्न। म त धले केटा अब त यार। थट अरे गर्मी भयो यार। कसम ल यहाँ नुहाउने ठाउँ, पहिला पकाएर खाएको ठाउँमा त आइयो। कत्रो छ भन्ने कुरो हो नुहाउने यार। अहिले त सानो भएको रहेछ कि होइन र, पानी त सानो भएको है। अब त माको छौँ थ्याट। माको छौँ यार, कस्तो गर्मी भएको र यार। त्यहाँ आएर सब नाङ्गेहरूलाई माको छ। फिर न कुछ कहना चाहते हो? बस्ने रे धेरै माथि नजाने रे। यही पछाडि छ है। ठिकै त ठिकै हो खेल्नलाई। डुबाउँछ? ल ल ल अलिक खेल्ने ठाउँ भएन के यो भाग। यता नआउने यता नआउने, यहाँ धमिलो हुन्छ फेरि। आइज छिटो। ल ल यार
अहिले चाहिँ हामी ठाउँ साटेको है अघि त्यहाँ तलभन्दा यहाँ रहेछ खतरा चाहिँ त्यही भएर यहाँ बस्न आएकोले चाहिँ होइन सामानहरू यता पछाडि ल्याइसकेको छ केटाहरूले अनि यो अब चाहिँ नुहाउनु लाग्यो केटाहरू चाहिँ कोही डढाएर यता छेउछेउमा नुहाउँदैछ भने कोही केटाहरू चाहिँ त्यति गइरहन् है ल अब यहीँ हो रमाइलो गर्ने नुहाउने सुहाउने होइन अनि त्यसपछि हिट पकाएर गइन्छ है त ल अब नुहाउनु लाग्यो हामी चाहिँ ल ल लास्टचोटि जानु त हरिफ देखेछ अहिले त ओपर देखेछ के यो हाम्रो बच्चा हो यो चाहिँ सिक्दैछ बच्चा हो ल है अब चाहिँ होइन अब भर्खर आगो सल्काउन लगाएको हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ आगो सल्किँदैछ है त्यही हो अनि ल यता अब प्याज स्याज पछि गाडिसक्यो यता केटाले फ्राई हानिसक्यो है पर्दैन अनि त्यत्तिकै हाम्रो कुकम्यान यो पछाडि पकाउने कार्यक्रम भइरहेको छ भने होइन यता कोही केटाहरू नुहाउँदैछ कोहीमा त्यहाँ के चुच्दै बस्यो भ्याइसक्यो यार केटाले टमाटर काटेर भ्याइसक्यो है पुरै डुबाउँछ ए आगो भएन कि आगै बोले छैन यार यार कुरा नभरे यार यस्तो बनाउनु परेछ यार ल्याउने बिर्सेछौँ के ला धाक्दै केही हुन्न त्यही भएन नेचुरल त्यहाँ चलाउने भाडा देखाइदिएन चलाउने डाबिलो गरे अझ यार उस पनि हाल्न कलर पनि हाल्दे के यो पनि हाल्दैन दुइटै अर्को पनि हाल्दिस् रोकै रोकै ल जे 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 ल अब चाहिँ यहाँ यो अब पाक्दै गर्छ होइन आफै त्यहाँ पानी सुक्दै गर्छ त्यसले गर्छ अब हामी नुहाउने ल है त बसेर खाने भनेको है हामी त सम्म बनाउँदैछौँ यहाँ अहिले हामी ल कसको फोन आयो यार पानी पर्ला जस्तो गरे केटा हो यी मात्र हाल्न बिचमा मात्र हो त्यस्तै लटरी 1000 रुपैयाँ खाना लाग्यो होइन नुहाएर पनि पुग्यो लगभग अब खाएर चल्दिने है त ल यता रेडी हुँदैछ ल रेडी भयो केटा ल खाइन्द ल एकछिन दे ल ल ल ल पुनः
ल मिता ल फ्याट माछा ल वाह ल मोटे तेरो पालो अब हान्दै ए खोइ फल मासु खुइर ल यता यता छ है रिभ्यू रिभ्यू मिठो मैले पाएको नि त नि रविले पठाएको मिठो हुन्छ कि जे पनि मिठो हो म त यो त गाउनु पर्ने यार यो पात खाले मसाला हो क्या ल हामी त यार पानीले भेटेर है जङ्गल किन गर्नु अब त केही हुन्न पानीले भेट्यो हामीलाई चाहिँ है चाउचाउ पकाउँदै थियो भन चाउचाउ साउचाउ फ्यालेर हिँडेको फ्यालेर त के भन्ने मैले प्लास्टिकमा लिगेँ तर न बाटोमा आउँदा आउँदा खाँदै हिँडिदिएर म त एक्लै खाएर आइदिएँ चाउचाउ त पुर्ने भए हामी त पानी परेको देखेर होइन के भन्छ मिताउ भागेको त हेर्नु न अन्डरवेयरसँग भाग्यो अनि ल अहिले चाहिँ हामी यता बाटोतिर आइसकेको छौँ है अनि त्यही हो हावा चाहिँ हरि चल्यो थियो हावा चाहिँ यस्तो सब डालासाला झारिरहेको थियो है रुख कत्रो ठुलो हावा चल्यो थियो यहाँदेखि थाहा पाइन्छ धन्न उता खोलातिर न ल धन्न त्यही हो ठिकै हो के हो बे केटा हामी त जहिले खोलामा आउँदा त केही न केही त हुन्छ त यार अब सुरुमा त खोलामा आउँदा केही न केही त भइरहेको त अस्ति सर्प भेटियो होला हामीलाई अब नाइजो भनेकै अब नआउने यार यता बनाउने अब उता बासातिर जाने बरघाटमा छ त क्या दामी छ अस्ति मैले पठाएको थिएँ धन्न राम्रोसँग आइयो यार केटा हो यार हावा त कस्तो चलेको यार त्यही लुथ्रुक्कै भिजियो यार म आज त्यो हावा देखेर माएको छन् के गर्नु के नगरौँ माएको घाँस घुस सब के छ कोचा गुची गोतेर चल ल जान चाहिँ राम्रैसँग गयो होइन अनि त्यही हो उहाँ बस्दा बस्दा चाहिँ हावाहुरी पानीहरू पर्दिन लाग्यो त्यही भएर हामी चाहिँ भागिदिइहाल्यौँ त्यही हो राम्रोसँग त्यही मासु पकाएर खानु पाइयो चाउचाउ पकाउँदै थियौँ पानी पर्दै त्यही भएर भागिदिउँ है त हामी चाहिँ ल अहिले चाहिँ यहाँ आएर फेरि यो पुरानो दाना खाँदैछौँ होइन अनि त्यसपछि हामी घर जान्छौँ है त ल है मेरो मोबाइल चाहिँ स्विच अफ भइसकेको थियो त्यही भएर अनि घर आउँदा लाइन पनि काटेको रहेछ हावाहुरीले गरेर त्यही हो अनि भर्खर मोबाइल चार्ज गरेर भिडियो एन्डिङ गर्दैछु है त ल त्यही हो भिडियो मन पऱ्यो लाइक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला है त ल